हेर्नुहोस् साथीहरू, परालबाट गुन्द्रो बुन्ने तरिका। पहिला चाहिँ यसलाई टक्क बाट्ने। ल हेर्नुहोस् है, पराल गाँस्दै बाट्ने। एक लहरो बाटिसकेपछि दोस्रो त्यो छोटेकोलाई ट्याक्क त्यसलाई चाहिँ फेरि अर्कोतिरबाट हेर्नुहोस् यसरी। ल हेर्नुहोस् ट्याक्क यसरी बाटेर ल बाटिसकेपछि यसलाई चाहिँ सर्र घुमाउने, गोलो गरेर सर्र घुमाउने। ल हेर्नुहोस् ट्याक्क घुमाएको हेर्नुहोस् है। जति लामो गरायो त्यति चाहिँ चौडा बढी हुन्छ है। जति लामो गरायो त्यति चौडा बढी हुन्छ। यसलाई मिलाएर ट्याक्क घुमाउने हेर्नुहोस्, मिलाएर घुमाउने। यसलाई ट्याक्क मिलाएर घुमाइसकेपछि यसलाई चाहिँ डोराले फनक्क ट्याक्क बान्ने। अलिअलि आएको हुन्छ, टुप्पाहरू निक्लेको हुन्छ, बिजाउँछ, त्यसलाई चाहिँ काट्नुपर्छ। ल हेर्नुहोस् ट्याक्क अर्कोतिर पनि टुप्पा आएकोलाई काट्ने। ल हेर्नुहोस् मोटो मोटो टुप्पा आएको चाहिँ बस्दाखेरि बिजाउँछ। ल हेर्नुहोस् कस्तो बन्यो साथीहरू। ल हेर्नुहोस् अब यसमा चाहिँ ट्याक्क आनन्दसित बस्न सकिन्छ। चिसो पनि हुँदैन, परालको तातो हुन्छ। ल हेर्नुहोस् आनन्द।